जय श्री हरि, जय श्री कृष्ण। दर्शकवृन्द, स्वागत छ कुण्डली दर्पण अनलाइन टिभीमा। म प्रस्तोता मनोज अधिकारी यहाँहरु समक्ष आज विशेष 2078 सालको कार्तिक महिनाको मिथुन राशिको राशिफल लिएर आएको छु। मिथुन राशि हुने महानुभावहरुका लागि यो कार्तिक महिना के कस्तो बन्दैछ, तपाईको भाग्य परिस्थितिले तपाईलाई के कतिको साथ दिनेछ, समग्र राशिफल चर्चा हुनेछ। दर्शकवृन्द, तपाईहरुको एक लाइक हामीहरुका लागि यस्तै कार्यक्रम ल्याउनका लागि प्रेरणा हौसला बन्नेछ। त्यसैले भिडियोमा लाइक गरिदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौं। यदि तपाईहरुको जीवनमा ज्योतिषसँग सम्बन्धित रहेर कुनै पनि समस्याहरू छन्, जिज्ञासाहरू छन् भने कमेन्ट बक्समा राख्नुहोला। तपाईहरुको जिज्ञासाको समाधान हामी गर्ने प्रयास गर्नेछौं। दर्शकवृन्द, तपाईहरुको यो कार्तिक महिनामा कर्म क्षेत्र, व्यापार, आर्थिक, शिक्षा, स्वास्थ्य, पारिवारिक जीवन र लभ लाइफ र यात्राका दृष्टिले के कस्तो बन्नेछ, समग्र राशिफल चर्चा हुनेछ। र यो कार्तिक महिनाका लागि लकी कलर र लकी अंक के रहेको छ, कुन दिशातिर फर्केर काम गर्ने, यी समग्र पक्ष राशिफलमा चर्चा हुनेछ। दर्शकवृन्द, राशिफल प्रस्तुत गर्नु पूर्व कार्तिक महिनामा के कस्तो ग्रह गोचर अवस्था रहेको छ त्यसको बारेमा छोटो जानकारी लिहालौं, त्यसपछि राशिफलतर्फ प्रवेश गर्नेछौं। सूर्य ग्रह तपाईको राशिबाट 5औं भावमा रहेर ग्रह गोचर दृष्टिफल प्रदान गर्ने अवस्था रहेको छ। त्यस्तै मंगल ग्रह 6 गतेसम्म 4थो भावमा, त्यसपछि 5औं भावमा रहेर ग्रह गोचर दृष्टिफल प्रदान गर्ने अवस्था रहेको छ। त्यस्तै बुध ग्रह 15 गतेसम्म 4थो भावमा, त्यसपछि 5औं भावमा रहेर ग्रह गोचर दृष्टिफल प्रदान गर्ने अवस्था रहेको छ। त्यस्तै शुक्र ग्रह तपाईको राशिबाट 14 गतेसम्म 6औं भावमा, त्यसपछि 7औं भावमा रहेर ग्रह गोचर दृष्टिफल प्रदान गर्ने अवस्था रहेको छ। यिनै ग्रह गोचरीय आधारमा हामीले 2078 सालको कार्तिक महिनाको मिथुन राशिको राशिफल तय गरेका छौं। आउनुस् प्रवेश गरौँ। जय मिनाय। मिथुन राशि हुने महानुभावहरुका लागि यो 2078 सालको कार्तिक महिना कर्म क्षेत्रका दृष्टिले के कस्तो रहनेछ, आउनुस् परिचर्चा गरौँ। मिथुन राशिका लागि तपाईको यो महिना सूर्य मंगलको गोचर प्रभाव त्यति राम्रो देखिँदैन, नकारात्मक रहेको छ। यसले गर्दा कार्यजीवनको दृष्टिले सामान्य समय बन्नेछ। सूर्य मंगलको गोचर प्रभाव त्यति राम्रो नहुँदा यसले कार्यजीवनलाई लिएर केही समस्याहरू बनाउन सक्ने समय रहेको छ। आँटेका कामहरू सबै पूरा नहुन सक्छन् र तपाईको मानसिक तनाव बढ्न सक्ने समय रहेको छ। काम कार्यलाई लिएर चुनौतीपूर्ण कार्यहरूमा अगाडि बढ्नुपर्ने समय बन्दिन सक्छ र तपाई सरकारी नोकरी काम कार्यको क्षेत्रमा हुनुहुन्छ भने जिम्मेवारीहरू सबै पूरा नहुँदा तनावहरू बढ्न सक्ने समय रहेको छ। प्राविधिक क्षेत्रमा हुनेहरूका लागि पनि यो महिना अलि बढी मेहनत गर्नुपर्ने समय रहेको छ र कार्यजीवनका दृष्टिले त्यति राम्रो समय छैन। शारीरिक रूपमा कार्यजीवनमा बढी परिश्रम खर्चिनुपर्ने अवस्था देखिन्छ। कार्यजीवनलाई राम्रो बनाउनका लागि आफूभित्र रहेको तपाईको रिस आवेगहरू, क्रूरपनलाई तपाईले त्यागेर बढ्नुपर्नेछ। यी कुरामा विशेष सजग रहेर बढ्नुपर्ने समय देखिन्छ। यो महिना पारिवारिक सम्पत्ति सम्बन्धी विवादहरूले गर्दाखेरि पनि कार्यमा पूर्ण रूपमा ध्यान दिएर बढ्न केही गाह्रो परिस्थिति बन्दिन सक्ने समय रहेको छ। कार्य वातावरणलाई राम्रो बनाएर बढ्ने कोसिस गर्नुहोला। तपाईको योजनाहरू अगाडि बढाउनका लागि पारिवारिक साथ सहयोगमा केही कमीपनको महसुस गर्न सक्ने सहकर्मीहरूले खुट्टा तान्ने प्रवृत्ति गर्न सक्छन्। त्यो कुरामा ध्यान दिनुपर्नेछ भने कुरा काट्नेहरूको पछि नलाग्नुहोला। तपाईले आफ्नो योजनामा लगनशील भएर बढ्ने कोसिस गर्नुहोस् र तपाईले पनि अरूको कार्यमा हस्तक्षेप नगर्नुहोला। नराम्रो कार्यहरूमा अगाडि बढ्ने कार्य नगर्नुहोला। यी कुराहरूबाट तपाईले सोच विचार गरेर बढ्नुपर्ने समय रहेको छ भने 15 गतेसम्मका लागि बुधको गोचर प्रभाव सकारात्मक देखिन्छ। बैंकिङ, पत्रकारिता, लेखन, कानुन, शिक्षा आदि क्षेत्रमा तपाईँ आबद्ध रहेर काम गर्दै हुनुहुन्छ भने तपाईका लागि केही फलदायी बन्न सक्छ। केही योजनाहरूलाई पूरा गर्न सक्ने समय पनि देखिन्छ भने 15 गते पछिको समय तपाईका लागि कार्यजीवनका दृष्टिले त्यति राम्रो छैन। सजग भएर बढ्नुपर्ने समय छ। शत्रु पक्षबाट तपाईले विशेष सावधानी रहेर बढ्ने कोसिस गर्नुहोला। त्यो कुरामा ध्यान दिएर बढ्नुपर्ने समय छ भने तपाईँ कृषि पशुधनको क्षेत्रमा हुनुहुन्छ भने तपाईका लागि 15 गतेसम्मको समय केही लाभदायी बन्नेछ। र अब व्यापार व्यवसायको दृष्टिले हेर्दै गर्दा यो महिना तपाईको व्यावसायिक लगानीका लागि अवसरहरू जुट्न सक्ने समय भने रहेको छ। व्यावसायिक इन्कम केही राम्रो हुन सक्ने समय रहेको छ। आफूले लगनशील भएर बढ्ने कोसिस गर्नुहोस्। गरेको लगानीहरूबाट पनि केही आय इन्कम हुन सक्ने समय रहेको छ। पहिले गरेको लगानीले केही प्रतिफल दिन सक्ने
सक्ने समय हो। तपाईंका लागि व्यावसायिक उन्नतिका लागि आफूभन्दा राम्रो व्यक्तिको केही साथ सहयोग मार्गदर्शन लिएर बढ्ने कोसिस गर्नुहोला, तर विश्वासयोग्य व्यक्तिको मात्र साथ सहयोग लिएर बढ्ने कोसिस गर्नुहोस्। गलत व्यक्तिले फेरि तपाईलाई केही हानि पनि पुर्याउन सक्छन्, त्यो कुरामा ध्यान दिनुपर्ने छ भने कुनै नयाँ लगानीका लागि 15 गतेसम्मको समय तपाईंका लागि केही सकारात्मक बन्न सक्ने समय हो। 15 गते पछिको समयमा लगानी गर्ने कुरामा तपाईले विशेष ध्यान दिनुपर्ने समय रहेको छ। शेयर बजारको क्षेत्र पनि तपाईंका लागि 15 गतेसम्मको समय केही सकारात्मक बन्ने देखिन्छ। र अब आर्थिक दृष्टिले तपाईंका लागि यो कार्तिक महिना के कस्तो रहनेछ हेर्दै गर्दा आर्थिक दृष्टिले तपाईंका लागि यो महिना कार्य जीवनबाट भन्दा पनि व्यावसायिक इन्कमबाट केही राम्रो खुशी प्राप्त गर्न सक्ने समय रहेको छ। र पनि पुराना कारोबारहरूले केही तनावहरू बढ्न सक्ने समय हो। कारोबारमा विशेष ध्यान दिएर बढ्ने कोसिस गर्नुहोला। तपाईको इन्कम अनुसार तपाईको खर्चलाई म्यानेज गरेर बढ्नका लागि केही गाह्रो परिस्थिति भने बन्दिन सक्छ र सन्तानका लागि केही आवश्यकताहरू पूरा गर्ने कुरामा खर्च बढ्न सक्ने समय रहेको छ। यी कुराहरूमा तपाईले विशेष ध्यान दिएर बढ्नुपर्ने समय देखिन्छ। अब शिक्षा क्षेत्रका दृष्टिले हेर्दै गर्दा यो महिना तपाईका लागि शिक्षा क्षेत्र मध्यम रहेको छ। पढाइमा समय जुटाएर बढ्नका लागि केही गाह्रो परिस्थिति बन्दिन सक्छ र शारीरिक कष्ट, मानसिक तनाव आदिले पनि पढाइमा योजना अनुसार बढ्न केही गाह्रो हुन सक्ने समय रहेको छ भने पढाइमा समय जुटाएर बढ्ने कोसिस गर्नुहोस् र आफू लगनशील भएर बढ्ने कोसिस गर्नु तपाईंका लागि राम्रो हुनेछ। अब स्वास्थ्य दृष्टिले तपाईंका लागि यो महिना के कस्तो रहनेछ हेर्दै गर्दा स्वास्थ्यमा यो महिना त्यति राम्रो समय छैन। शारीरिक दुखाइ र केही कमी कमजोरीको अनुभूति गर्न सक्ने र थकान महसुस आलसीपन बढ्न सक्ने समय रहेको छ। यो महिना कार्य व्यावसायिक कुराहरू पूरा भएन भनेर तपाईँ तनाव लिँदाखेरि तपाईँको स्वास्थ्यमा असर पुग्न सक्छ। ती कुरामा तपाईँले विशेष ध्यान दिनुहोस्। योगा, व्यायाम, मेडिटेसन गर्ने कोसिस गर्नु राम्रो हुनेछ भने यो महिना तपाईको सन्तानको स्वास्थ्यलाई लिएर केही असर झेल्नुपर्ने अवस्था आइपर्न सक्छ। त्यो कुरामा तपाईँले थोरै सावधानी रहेर बढ्नुपर्ने समय रहेको छ। स्वास्थ्य दृष्टिले तपाईका लागि यो महिना त्यति राम्रो छैन। र अब पारिवारिक सम्बन्धका दृष्टिले हेर्दै गर्दा पारिवारिक सम्बन्धमा यो महिनाको पूर्वार्ध समय मातृसुख प्राप्त गर्न सक्ने, आमाबाट साथ सहयोग हौसला प्राप्त गर्न सक्ने समय रहेको छ। तपाईको कार्य व्यावसायिक क्षेत्रहरूमा पनि आमाबाट सपोर्ट मिल्नेछ। त्यो कुराको लाभ लिएर बढ्ने कोसिस गर्नुहोस्। कुनै पनि समस्याहरूमा फस्नु भएको छ भने त्यो समस्याहरू तपाईको आमालाई सेयर गर्नुहोस्, मन हल्का हुन सक्छ। केही राम्रो बाटोको सल्लाह सुझाव प्राप्त गर्न सक्ने समय रहेको छ। यो महिना मातासँगको साथ सहयोग प्राप्त गर्न सक्ने समय हो भने समग्र पारिवारिक जीवनका दृष्टिले तपाईका लागि कुनै पनि सम्पत्ति आदिको कारणले गर्दाखेरि सामान्य कलह विवादहरू बढ्न सक्ने समय रहेको छ। परिवार बीच रहेर समाधान गर्ने कोसिस गर्दै बढ्नु राम्रो हुनेछ। र पनि चाडपर्वको महिना रहेको छ। विवादहरूलाई सुल्झाउँदै एकअर्कामा नजिक भएर बढ्न सक्ने समय भने देखिन्छ। यो महिना लभ लाइफका दृष्टिले हेर्दै गर्दा तपाईको प्रेम जीवनमा विचार र भावनामा एकरूपता नहुने हुँदाखेरि केही द्वन्द्वको सृजना हुन सक्ने, विवाद बढ्न सक्ने समय रहेको छ। त्यो कुरामा विशेष ध्यान दिएर बढ्नुपर्ने छ, किनभने सूर्य, मङ्गल र बुधको गोचर तपाईको 5औं भावमा रहँदै गर्दाखेरि प्रेम जीवनका लागि त्यति राम्रो समय देखिँदैन। त्यो कुरामा विशेष ध्यान दिएर बढ्ने कोसिस गर्नुहोला। यो महिना वैवाहिक सम्बन्धका दृष्टिले महिनाको 15 गतेसम्मको समय सम्बन्धहरू केही सामान्य रूपमा अगाडि बढ्न सक्ने, वैवाहिक सम्बन्धबाट पनि साथ सहयोग प्राप्त गर्न सक्ने समय रहेको छ भने 15 गते पछिको समय केही आवश्यकताहरू पुरा नहुन सक्छ र मन खल्लो बन्न सक्छ। एकअर्कामा त्यति सम्बन्ध राम्रो देखिँदैन, केही शङ्का उपशङ्का पनि बढ्न सक्छ। वैवाहिक सम्बन्धलाई राम्रो बनाउन तपाईँले समय जुटिएर बढ्ने कोसिस गर्नु राम्रो हुनेछ। यो महिना यात्राका दृष्टिले हेर्दै गर्दा यो महिना विलासिताका कुराहरूमा यात्रा हुन सक्छ। यात्रा भए तापनि केही कष्टदायी यात्राहरू पनि बन्न सक्छ। त्यो कुरामा तपाईँले विशेष ख्याल गरेर बढ्नुपर्ने समय हो। यो महिना राम्रो बनाउनका लागि कार्य व्यावसायिक क्षेत्रहरूमा तपाईँले बलको कम र बुद्धिको बढी प्रयोग गर्ने कोसिस गर्नुहोला र नेतृत्व लिने बानीको विकास गर्दै बढ्नुपर्ने समय रहेको छ। र विशेष भाइ बहिनीहरू साथीभाइहरूको सँगको सम्बन्धलाई राम्रो व्यवहार गर्दै बढ्ने कोसिस गर्नु राम्रो हुनेछ। चन्द्रमाको गोचर अनुसार तपाईँका लागि यो महिनामा केही नराम्रा दिनहरू
6 गते, 7 गते, 16 गते, 17 गते, 24 गते र 25 गते यी दिनहरू तपाईँका लागि त्यति राम्रो छैन। के कति कुराले राम्रो छैन र अन्य दिनहरू के कति कुराले राम्रो रहेको छ। राशिफल हेर्नका लागि दैनिक राशिफल हाम्रो च्यानलमा साँझ 5:30 बजे अपलोड गर्ने गरिन्छ। त्यो राशिफल हेर्न सुन्न सक्नुहुनेछ। र यो महिना कुनै लटरी जन्य कुराहरूमा तपाईँ सामेल हुँदै हुनुहुन्छ भने तपाईँका लागि शुभ अङ्क 9 रहेको छ र शुभ रङ बैगुनी रङ रहेको छ। यो रङको प्रयोग गर्नुहोला र शुभ दिशा पूर्व दिशा तपाईँका लागि राम्रो हुनेछ। पूर्व दिशातिर फर्केर गरेको कामहरू तपाईँका लागि राम्रो बन्नेछन्। र ओम सुम शुक्राय नमः यो मन्त्रलाई तपाईँले 11 पल्ट जप गर्नु। समस्याहरूमा यो मन्त्र जप गर्दै बन्नुहुन्छ भने तपाईँको यो महिना फलदायी बन्नेछ। तपाईँको यो महिना शुभ बितोस्, शुभ बन्न सकोस्।